हेलो हाई दर्शन नमस्ते। आज पनि म फेरि छोटो मिनी ब्लग लिएर उपस्थित भइसकेको छु। म दोपहर आएँ। म आज विशेष गरी सोलुखुम्बु जिल्लाको पसङल्यामु गाउँपालिकाको क्षेत्रमा रहेको छु। यो 18-19-20 का पानी पहिरो र मौसम खराबको कारण तल पहाडी क्षेत्रमा धेरै पानी परेको थियो भने तराई क्षेत्रमा धेरै डुबाउ परेको थियो र आज यस हिमाली क्षेत्रमा यसरी हिमपात भएको रहेछ। म आज यो महाकालो होइन हामाटाप्लाङ बेस क्याम्पतिर जाँदैछु। यो तपाईहरुले देख्न सक्नुहुन्छ, यो मेरो पछाडि मेरो ब्याकग्राउन्डमा रहेको हामाटाप्लाङ बेस क्याम्प हो। अनि यहाँदेखि लगभग 1 घण्टाको बाटो पछि म हामाटाप्लाङ बेस क्याम्प पुग्नेछु र तपाईहरुले देख्न सक्छु एकदम हिउँ परेर सबै बिलेर पनि यतिको त रहेको रहेछ। धेरै चिसो हावा चलेको रहेछ आजभरि, तर मौसम त क्लियरली रहेको छ। म तपाईहरुलाई सबै देखाउने छु। हिमालहरू यता रहेको छ, यो पुमरी हिमाल रहेको छ भने यता यो रहेको छ नुप्से। अनि यो बीचमा तपाईहरुले सानो टुप्पो अग्लो देख्नुहुन्छ, यो एभरेस्ट। अनि यो यताको चाहिँ लोसे अनि लगायत यो म गइरहेको हामाटाप्लाङ हिमाल र अरू थुप्रै हिमालहरू रहेको छ, तर मैले चिन्न सकिनँ यता कुन हो। अब हिमालहरू थामसेरपु र के पो भन्दै थियो, मलाई अलिक याद भएन। तपाईहरुले देख्न सक्छु कतिको हिउँ रहेछ, कतिको चिसो रहेछ भन्ने त यता तपाईहरुले सबै देखेरै थाहा भइसक्नु भयो होला। तैपनि तपाईहरुले एकचोटि हेरिदिनु होला मेरो भिडियो। कृपया तपाईहरुले साथ गरिदिनु होला, साथसाथै मलाई सपोर्ट गरिदिनु होला। हावा चलिरहेको छ, हावाको सिरसिर हावासँगै आज म घुमिरहेको छु। धेरै चिसो भइरहेको छ यस्तो रमणीय ठाउँमा सोलुखुम्बु क्षेत्र। सोलुखुम्बु भनेको नेपालकै एक पर्यटन क्षेत्र हो, किनकि यहाँ विशेष गरी विश्वकै शिखर सगरमाथा पनि यही जिल्लामा रहेको छ र हरेक 8000 भन्दा बढी हिमालहरू यहाँ धेरै रहेको छ। अब कुन हो भनेर मलाई थाहा पाउन सकेन, तर पनि 8000 भन्दा बढी हिमाल धेरै रहेको छ। त्यसैले यहाँ पर्यटनहरू घुम्नको लागि आउँछ। त्यसका लागि म पनि एउटा पहाडी पुग्ने बढिया जस्ट पोटर भनेर गएको छु। आज पनि म त्यही काम गरिरहेको छु, त्यस्तै बारी बोकिरहेको छु। त्यो बारी बिसाएर मैले एउटा सानो भिडियो बनाएको छु। मलाई रमाइलो लागिरहेछ, एकदम रोचक देखिरहेको छ ठाउँहरू। त्यस साथै स्वर्ग जस्तो पनि फिल भइरहेको छ। तर स्वर्ग जस्तो फिल भएर मात्रै के गर्नु, यहाँ लेक लाग्छ। अब हाई लागेर मान्छे धेरै ज्यान गुमाइरहेको छ मान्छेहरूले। यो विशेष गरी यो चिसोको कारणले मान्छे त्यस्तो भएको तपाईहरुले देख्न सक्छु। यो सबै मेरो ब्याकग्राउन्ड र सेतो हिउँले भरेको हिमाल हो। सेतो हिउँले भरेको हिमाल, यस्तो सुन्दर हिमालहरू देख्न पाउनु भनेको ओहो भाग्य हो, सौभाग्य हो। त्यहीमाथि म पनि एउटा सौभाग्यशाली ठान्नेछु। अब एउटा नेपाली भएर नेपालका हिमालहरू हेर्नु पायो। अब चढ्न त छुट्टै कुरा हो, चढ्न त गाह्रै छ। त्यही पनि मैले उसको फेदमा गएर हरेक हिमालहरू निहालेर हेरेको छु। एकदम रमाइलो लाग्यो, मेरो मन लोभायो, मेरो मन हुर्कै भयो। साँच्चीकै हिमाली क्षेत्र गएर हिमाल हेर्दा हामीलाई गर्व लाग्छ। हाम्रो देश पनि सुन्दर हो, सायद विश्वकै सुन्दर देशको सूचीमा पर्नु पर्ने हो। तर अब हाम्रो देश भ्रष्टाचारले सकेको देश भएका कारणले
त्यस्तो सुन्दर देश बन्न सकेन। सायद अरू देश जस्तो कृत्रिम रूपले विकास भएको भए हाम्रो देश नेपाल पनि आज विश्व सुन्दर सूचीमा पर्थ्यो होला। तैपनि अब हामीलाई जस्तो छ त्यस्तैमै रहनुपर्छ। मेरो देश नेपाल मेरो मुटु हो भन्ने अब शब्दको साथ हामी नेपाललाई माया गर्नुपर्छ। हामी जनताले गर्नुपर्छ। अब नेताले त खायो तर अब जनताले पनि अब म विदेश जान्छु भनेर नगइदिनु होला हैन। जब जे गर्नु छ नेपालमै गरौँला। जे जति हुन्छ त्यही खुसी रमाउला। अब हाम्रो देश नेपाल हाम्रो जननी जन्मभूमि मा भनेको यति हिमाली क्षेत्रमा अब काम गरे भने ब्रिजभन्दा कम छैन। तर काम गर्नु सक्नु पर्यो। अब काम मिहिनेत गर्नु पर्यो। अर्को देशमा गएर रगत पसिना बगाएको छ हो त्यति आफ्नै देशमा रगत पसिना बगाउनुहोस्। अवश्य पनि हामीलाई एक दिन खुसी मिल्नेछ। हस् धन्यवाद।